जापानमा विद्यार्थी जीवन सुन्दा कति राम्रो लाग्छ हैन? धेरैको लागि त यो एउटा सपना जस्तै हो। तर यो सपनाको पछाडि आर्थिक पाटो कस्तो छ त? आउनुहोस् आज हामी जापानको स्टुडेन्ट लाइफको मनी म्यापलाई अलि गहिरिएर हेरौँ। जापानमा पढ्ने सोच बनाइदैछ? हो, यो सपना साँच्चीकै धेरैले देख्ने गर्छन् र किन नदेखुन्, यो एउटा एकदमै राम्रो अवसर पनि त हो। साँच्चै यो सपना निकै प्रेरणादायी छ, तर हरेक सपनाको पछाडि एउटा यथार्थ लुकेको हुन्छ र आज हामी त्यही यथार्थ मतलब वास्तविक खर्चको बारेमा कुरा गर्नेछौँ। ल, सुरु गरौँ सपना र वास्तविकता बीचको फरकबाट। सोचेको के हुन्छ र वास्तवमा के हुन्छ, आउनुहोस् हेरौँ। वास्तविकता के हो भने जापान पुगेपछि धेरैजसो विद्यार्थीहरूले कडा आर्थिक चापको सामना गर्नुपर्छ। यो नै त्यहाँको एउटा तितो सत्य हो। त्यसो भए जापानमा आर्थिक चुनौतीहरू खासमा के हुन् त? विद्यार्थीहरूले सामना गर्नुपर्ने मुख्य समस्याहरूलाई एक एक गरी केलाएर हेरौँ है त। सबैभन्दा पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा काम गर्ने समयको सीमा। नियम अनुसार जापानमा विद्यार्थीहरूले हप्तामा जम्मा 28 घण्टा मात्र पार्ट टाइम काम, जसलाई बाइतो भनिन्छ, गर्न पाउँछन्। त्योभन्दा बढी गर्न पाइँदैन। अब कमाईको कुरा गरौँ, जसलाई जीक्यू वा अर्ली पे भनिन्छ। सामान्यतया यो प्रति घण्टा 1000 देखि 1300 येनसम्म हुन्छ। अब सोच्नुस् त 28 घण्टाको सीमा र यस्तो अर्ली पेले गर्दा मासिक आम्दानी कति होला भन्ने एउटा अनुमान गर्न सकिन्छ। र यहाँ एउटा एकदमै गम्भीर कुरा के छ भने यदि कसैले यो 28 घण्टाको नियमलाई तोडेर बढी काम गर्यो भने सिधै भिसा नै जोखिममा पर्न सक्छ। यो सामान्य नियम होइन, एकदमै कडा छ। ल, अब खर्चतिर लागौँ। त्यो कमाएको पैसा जान्छ कहाँ त? कोठाको भाडा, जसलाई याचिन भनिन्छ, त्यो मात्रै 40 देखि 80 हजार येन लाग्न सक्छ। त्यसमाथि खाना खर्च वा शोकुही अनि यातायात, बिमा र कर जोड्दा त मासिक खर्च 80 हजारदेखि 1,40,000 येन वा त्योभन्दा बढी पुग्न बेर लाग्दैन। अझ टोकियो जस्तो शहरमा त यो खर्च झनै अकासिन्छ। अर्को ठूलो पर्खाल हो भाषाको। यदि जापानी भाषामा दक्खल छैन भने राम्रो काम पाउने सम्भावना एकदमै कम हुन्छ। अनि कामको अवसर कम हुनु भनेको आम्दानी पनि कम हुनु हो। यो एउटा चक्र जस्तै हो। खर्चको कुरा यतिमै सकिँदैन। कलेजको वार्षिक शुल्क पनि त छ, जुन लगभग 6 लाखदेखि 10 लाख येनसम्म हुन्छ। हो, यो रकमले विद्यार्थीमाथि अर्को तहको आर्थिक दबाव थपिदिन्छ। र यो शुल्क तिर्नको लागि धेरै विद्यार्थीहरूले नेपालबाट ऋण लिएर गएका हुन्छन्। यसले गर्दा के हुन्छ भने पैसा कमाउनै पर्ने र त्यो ऋण तिर्नै पर्ने दोहोरो दबाव सधैँ टाउकोमा रहिरहन्छ। यी त भए नियमित खर्च, तर कहिलेकाहीँ सोच्दै नसोचेको खर्च पनि त आइपर्छ हैन? जस्तै स्वास्थ्यमा समस्या आयो भने वा भिसा नवीकरण गर्दा अनि कोठा सर्दा लाग्ने सिकिकिन र रेकिन जस्ता अतिरिक्त शुल्क। यस्ता खर्चले पुरै बजेट नै गडबड बनाइदिन सक्छ। खैर, यी सबै आर्थिक दबावले एक विद्यार्थीको दैनिक जीवनमा कस्तो असर पार्छ होला? अब अलिकति यसको मानवीय पक्षलाई पनि हेरौँ। धेरै विद्यार्थीको साझा अनुभव यही हो। काम र पढाइ बीच सन्तुलन मिलाउनु नै सबैभन्दा ठूलो सङ्घर्ष हो। एकातिर पैसा कमाउनु छ, अर्कोतिर पढाइ पनि सक्नु छ। अनि अर्को यथार्थ, पैसा बचत गर्ने त ठाउँ नै हुँदैन। कमाएको जति सबै कोठा भाडा, खाना र कलेजको शुल्क तिर्दैमा ठिक हुन्छ। र यति मात्र हो र यी सबैको माथि घर परिवारप्रतिको जिम्मेवारी पनि त छ। घरमा परिवारलाई पैसा पठाउनुपर्छ भन्ने दबावले यो सङ्घर्षलाई झनै गाह्रो बनाइदिन्छ। ल, चुनौतीहरूको कुरा त धेरै भयो, तर हरेस खानु पर्दैन, किनकि समाधानका बाटाहरू पनि छन्। अब कुरा गरौँ सफल हुनको लागि अपनाउन सकिने केही स्मार्ट रणनीतिहरूको। पहिलो कुरा, सबै पार्ट टाइम काम अर्थात् बाइतो एउटै हुँदैनन्। कन्भिनियन्स स्टोरमा काम गर्नुभन्दा फ्याक्ट्री, वेयरहाउस वा रेस्टुरेन्टमा काम गर्दा प्रति घण्टाको तलब यानि जीक्यू धेरै पाइन्छ। त्यसैले काम छान्दा अलिकति स्मार्ट हुनु पर्यो। र फेरि भाषाकै कुरा आयो। भाषाको सिपले कति फरक पार्छ भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। यदि जीएलपीटी N3 वा N2 जस्तो स्तर हासिल गर्न सकियो भने तलब मात्र बढ्ने होइन, अफिसमा काम गर्ने जस्ता राम्रा अवसरका ढोकाहरू पनि खुल्छन्। आम्दानी बढाउनु एउटा पाटो भयो, अर्को महत्त्वपूर्ण पाटो हो खर्च घटाउनु। यसका लागि केही सरल उपायहरू छन्,
जस्तै शेयर रुममा बस्ने, बाहिर महँगोमा खानुको सट्टा घरमै पकाएर खाने र अनावश्यक खर्चहरू नगर्ने। यी साना साना कुराले पनि ठूलो बचत गराउँछ। रहु यो पनि नबिर्सनुहोस् कि सहयोगका लागि अरू बाटाहरू पनि छन्। आफ्नो कलेज वा स्कुलमा छात्रवृत्तिको बारेमा सोधपुछ गर्न सकिन्छ वा सिटी अफिसबाट पनि केही न केही सहयोग पाउन सकिन्छ। त्यसो भए यो सबै कुराको सार के हो त? निचोडमा 2 कुरामा ध्यान दिनुपर्छ: कडा परिश्रम र स्मार्ट योजना। एउटा कुरा के बुझ्नुपर्छ भने जापानमा विद्यार्थी जीवन भनेको सजिलै पैसा कमाउने ठाउँ होइन, बरु यो त कडा परिश्रम र चलाक योजनाको एक संयोजन हो। यो वास्तविकतालाई जति छिटो बुझ्यो सफलताको यात्रा त्यति नै सजिलो हुन्छ। त्यसैले अब आफैलाई सोध्नुपर्ने प्रश्न यो हो, जापानमा सफल हुनको लागि एक व्यक्तिको योजना कस्तो हुनुपर्छ?